हाई एभ्रिवान, अहिले चाहिँ बिहानको 9 बज्नु लाग्यो। म र बाबा चाहिँ हनुमान मन्दिर आएको नि यस्तै किनदेखि हामीलाई यहाँ बाहिर पानी परेको थियो कि त्यही भएर। अनि खासमा आज निक्की बिरामी थियो नि हाम्रो हस्पिटल भएको निक्की वाज भेरी सिक एन्ड 3टा सुई लगाइदियो। अनि म यहाँ भर्खरमा छु कि त्यो 20 क्याम्प पछाडि हनुमान मन्दिर छ नि पेट्रोल पम्पकै। मेरो बाबा चाहिँ सधैँ आउनुहुन्छ ट्युस्डे र फ्राइडे। अनि आज म आएको यहाँ मैले भर्खर ब्लग हाल्ने मैले भन्छ हनुमान मन्दिर चाहिँ यहीँ हो। अरू चाहिँ पढ्नु भएको छ अझै इनमा लाइफ त बनाउनु पऱ्यो। हामी चाहिँ गोलपार्क आइसक्यौँ यहाँ ओजाको घरमा। यो चाहिँ गोलपार्क हो। अनि आज चाहिँ हामीले हनुमान पूजामा गएको नि त्यही भएर यहाँ अहिले चाहिँ यहाँ गफ हुँदैछ। एन्ड ओजाको लागि चाहिँ हामीले दही लिएको थियौँ एन्ड म्यासिडको हाइवेस कसलाई चाहिँ अब खाने पऱ्यो फेरि ओजा चाहिँ आउँछ हेरिदिन्छ बाबा चाहिँ पर्खिदिन्छ। हामी एकैछिनमा जान्छौँ जस्ट यहाँ पर्सि दिन आएको पनि हो। अनि यत्तिकै कुरा त गर्ने बाबाले आचार्यले भेटेर आम भन्नु चाहिँ आज चाहिँ तुलसी हो कि आएछ एकादशीमा चाहिँ हिजो पनि थियो आज म चाहिँ अल्छीमा भेटेर जान्छु अब माथि हामी गएर यहाँ पकाएको थियौँ हजुरले हाम्रो मकै भुट्न भन्नु तातो बनाएको हामीले यस्तो गरेको थियो यो अनि यो मकै एउटा मकै चाहिँ अझलाई त्यो पिसेर के मैले बिर्सिन्छु क्या नभुलाउनु भनेर। अनि खाना खाने लास्ट बेला पनि गर्नुपर्ने रहेछ। अनि यहाँ चाहिँ हाम्रो सेकेन्ड पार्ट हो 2 केजी मकै हो। अनि त्यसलाई वान इज हियर एन्ड वान इज हियर हाम्रो यो प्रहरी खाना खायो बाबु हजुर खाना खाएर बस्नु ठुलो पार्नुहुन्छ अनि अझालाई विद्या होइन नानी हो छोरी नातिनी नातिनीलाई भुटाछु ए खाना गाह्रो final movie at last point. And then last time, the day of last 8 hours. And then my boyfriend. एक पटक मैले भाडा पनि बजेँ एउटा अझै भाडा रहेछ अझै हाम्रो के त ओके हजुरले त अर्को पनि म मर्छु यहाँ कोहीको हालेर न मान्छेलाई के भन्नु यहाँको होइन मैले त अब योलाई भनेको भन्दा अझ एक बदल्यो हजुरले म के गर्नु गाइजहरू मान्छे जेसुकै होस् कसैलाई सुत्न पाएको छ। अनि गोलप्याक नजान्सेले घर जाऊँ भनेको होइन भेटेर मात्र आउनु भनेको तर राम्रोसँग भेटेँ मैले हजुरलाई डिजे 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 जस्तो त हुन्छ भने होइन र ओके लेट्स वर्क अगेन। अहिले चाहिँ मैले बढाल्दैछु गाइजहरू
सबै भ्याइसक्यो अलिक इन्डमा आएर चाहिँ मैले भिडियो गरेको बिकज फोटोले हेर्नु पर्ने हो अरू केही पनि छैन मलाई के देखाउँदैन फेरि बडालाई देखाएको भन्नु पर्ने म सधैँ गर्छु मेरो घरमा भएको पनि यहाँ गर्छु घरमा पनि गर्छु तर चाहिँ मम्मीले गराउनु त धेरै जस्तो घरमा त बिकज म त एकाडेमी हुन्छु नि त एभ्री टाइम अनि त्यसरी फोर पनि त हुँदैन हामी त तल नै हुन्छौँ मेरो मम्मीको दोकान छ मेरो साइड नेल्सको एभ्रिथिङ लाइक द्याट That's it guys. अब चाहिँ 10 बेला आउँछ अनि एकछिनमा चाहिँ घर जाने हो. Bye guys.